महोत्सव कार्यक्रममा र यहाँको अन्धकारलाई अन्त्य गर्ने उज्यालो बनाउने अभियानको सन्दर्भमा यहाँ पुगेको थिएँ। त्यो सन्दर्भमा यति धेरै विशाल दाजुभाइहरूसित भेटघाट भएको थिएन। फेरि पनि यो वरिपरिका थुप्रै दाजुभाइहरूसँग भेटघाट र अन्तर्क्रिया गर्ने अवसर पाएको थिएँ। आज फेरि यो अवसर प्रदान गर्नुभएकोमा म आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु। र यो ताप्लेजुङ जिल्ला एउटा लाल किल्ला हो, कम्युनिस्टहरूको एउटा जिल्ला हो। अघि भर्खरै कमरेड एवरेस्ट भट्टराईले भनिसक्नुभयो, हरि नेपाल हुँदै जनयुद्धसम्म आइपुग्दा थुप्रैले यहाँ बलिदान गर्नुभएको छ, त्याग गर्नुभएको छ, अङ्गभङ्ग हुनुभएको छ, जेल जीवन बिताउनु भएको छ। र कम्युनिस्टहरूलाई निरन्तर कम्युनिस्ट पार्टीको विजय हासिल हुँदै आएको यो जिल्ला, यो कम्युनिस्टहरूको जिल्ला हो र यो नेपाल कम्युनिस्ट पार्टीको जिल्ला हो। त्यसकारणमा यहाँहरू सबै उपस्थितहरूलाई यो अभियानका सहयात्री, यो अभियानमा सहभागी सबै आदरणीय महानुभावहरूलाई, आदरणीय दाजुभाइ दिदीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। र साथीहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी नेपालीहरू निरन्तर सङ्घर्षको बिचबाट कम्युनिस्ट आन्दोलनको 71 वर्ष पुरा भएर 72 वर्ष पुग्दै गर्दा हामी निरन्तर सङ्घर्षको बिचमा थियौँ। 2062-63सम्मको आन्दोलनसम्म आइपुग्दा हामी 2006 सालमा स्थापना भएको पार्टी विभिन्न सङ्घर्षहरूको बिचमा कम्युनिस्ट पार्टीको स्थापना भइसकेपछि राणा विरुद्धको सङ्घर्ष हुँदै 2008 सालमा कामी बुढाले सुरु गरेको विद्रोह, भीमदत्तले सुरु गरेको विद्रोह र दाङ, पर्सा, बारा, कोतवाल लगायतका क्षेत्रहरूमा भएका किसान आन्दोलनहरू, झापा विद्रोह, 36 सालको आन्दोलन, 37 सालका आन्दोलनहरू हुँदै 2052 सालमा सुरु भएको महान जनयुद्ध, त्यसले गाउँ गाउँबाट सामन्तवादको अन्त गर्दै अगाडि बढ्ने क्रममा शान्तिपूर्ण आन्दोलनको धारा सरकार गठनमा भएको 62-63को आन्दोलनको समायोजनबाट हामी नयाँ प्रक्रियामा आयौँ। र हामीले के कुरा भन्यौँ भने जनताका अधिकारहरू जनताद्वारा निर्वाचित प्रतिनिधिले लेख्नुपर्छ र जनताका अधिकारहरू लेखिनुपर्छ। मलाई याद छ, म सानो हुँदा, बच्चै हुँदा स्कुलमा केही शिक्षकहरूले भन्ने गर्नुहुन्थ्यो, राजाहरूलाई मान्नुपर्छ, राजाहरूलाई सलाम गर्नुपर्छ, नमस्कार गर्नुपर्छ। मैले प्रश्न गर्थेँ, किन गर्नुपर्छ भन्दा उनी संविधानभन्दा माथि हुन्छन्, त्यसै कारणले उनलाई संविधानभन्दा तलकाले सबैले ढोक गर्नुपर्छ भन्ने शिक्षा सिकाइन्थ्यो। र त्यही शिक्षाका विरुद्ध विद्रोह गर्दै बाल्यकालदेखि हामी पनि यो सङ्घर्षमा जुट्यौँ, लाग्यौँ र सामन्तवादको अन्त गर्ने एउटा अवसरमा एउटा अभियानमा लाग्ने एउटा अवसर प्राप्त भयो। र हामीले संविधान सभा मार्फत संविधान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा मात्रै गरेनौँ, जनताका तमाम अधिकारहरू, स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्पर्कता, आवासका अधिकार लगायतका तमाम मौलिक अधिकारहरू, समानताको अधिकार, सार्वभौम सत्ता जनतामा निहित हुने कुरालाई स्पष्ट गर्दै जनजाति, आदिवासीका अधिकारहरू, दलितका अधिकारहरू, छुवाछुत विरुद्धका अधिकारहरू, मधेसी जनता र महिलाका अधिकारहरू, तमाम अधिकारहरूलाई हामीले संविधानमा लेख्यौँ र विभेद रहित समाज निर्माण गर्ने, विभेदको अन्त्य गर्ने, आर्थिक रूपले पछि पारिएका वर्ग समुदायहरूको उत्थान गर्ने, उनीहरूलाई अगाडि बढाउने, राज्यले त्यसको संरक्षण गर्ने, अभिभावकत्व गर्ने, स्वरूपको बजेट निर्माण गर्ने, लगानी गर्ने, तमाम कुराहरूका साथमा समाजवादको दिशातिर अगाडि बढ्ने, आर्थिक समृद्धि गर्ने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, आत्मनिर्भर राष्ट्र बनाउने एउटा खासका तमाम अधिकारहरू हामीले संविधानमा लेख्यौँ। त्यो संविधानमा अधिकार लेख्दै गर्दा थुप्रै सङ्घर्षहरू गर्नु परेको थियो। जनआन्दोलन, जनयुद्धका त्याग र बलिदानहरूका बावजुद सब सङ्घर्षका बिचबाट ती संविधानहरू निर्माण भएका थिए। र ती अधिकारहरूलाई कार्यान्वयन गर्ने क्रममा हामी अगाडि आउँदै गर्दा आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यहाँ प्रश्न कहिलेकाहीँ उठ्ने गर्छ, पार्टी एकता किन गरियो, के आधारमा गरियो, पार्टी एकताको औचित्य के थियो भन्ने प्रश्न उठ्छ। पार्टी एकता के कारणले गरियो भन्दा एउटा कुरा, संविधान निर्माण पूर्व दुईटा पार्टीहरूका बिचमा भएका छलफल
शान्ति प्रक्रियाका लागि दुईटा पार्टीहरूको बिचमा भएका बैठकहरू र शान्ति प्रक्रियासँगै संविधान निर्माण गर्ने क्रममा संविधान निर्माणका लागि संविधानका एजेन्डाहरूमा भएका हाम्रा सहमतिहरू, चाहे त्यो आर्थिक समृद्धिको सन्दर्भको सहमति होस्, चाहे त्यो के अरे सङ्घीय स्वरूप निर्माण गर्ने स्थानीय प्रदेश र सङ्घीय सरकार बनाउने सन्दर्भको सहमति होस्, चाहे त्यो समावेशी समानुपातिक प्रतिनिधित्वको लोकतन्त्र बनाउने सन्दर्भको होस्, चाहे त्यो दलितहरूलाई अधिकार दिने, महिलाहरूलाई अधिकार दिने र जनजातिहरूलाई अधिकार दिने सन्दर्भको सहमति होस्, चाहे त्यो राष्ट्रिय स्वाधीनतालाई स्थापित गर्ने सन्दर्भ होस्, यी सबै कुराहरूमा हाम्रा बिचमा सहमति भएका थिए र मूलत यो सहमति एकताको आधार थियो र सँगसँगै हाम्रो काँधमा संविधानको कार्यान्वयन गर्नुपर्ने आवश्यकता थियो। संविधानमा लेखिएका अधिकारहरू जनताले उपभोग गर्न पाउनु पर्दथ्यो, जनताले त्यसलाई प्रयोग गर्न पाउनु पर्दथ्यो। त्यसको लागि यो देशमा राजनीतिक स्थायित्वको आवश्यकता थियो। त्यो राजनीतिक स्थायित्व निर्माण गर्दै कम्युनिस्ट पार्टीको नेतृत्वमा जनताका समस्याहरूको समाधान गर्दै राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यका साथ हामीले पार्टी एकता गरेका थियौँ। त्यो पार्टी एकता एउटा ऐतिहासिक पहलकदमी थियो र पार्टी एकता गर्नका लागि हामीले वैचारिक सहमतिहरू तत्कालीन अवस्थामा दुईटा पार्टीहरूले अँगालेका जनताको बहुदलीय जनवाद, त्यसका सकारात्मक पक्षहरू, 21औं शताब्दीको जनवाद, त्यसका सकारात्मक पक्षहरूलाई उल्लेख गरेर हामीले त्यसको सही मूल्याङ्कन गर्दै अबका दिनमा समाजवादी क्रान्तिको बाटोमा अगाडि जानुपर्ने भएको हुनाले समाजवाद पूर्व जनताको जनवादको एउटा वैचारिक संश्लेषण गरेर महाधिवेशनबाट नयाँ संशोधन गर्ने प्रतिबद्धतासहित हामी अगाडि बढेका थियौँ। पार्टीको नाम हामीले स्थापना कालको पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई छनौट गरेका थियौँ र सङ्गठन सञ्चालनको सन्दर्भमा हामीले दुईटै सङ्गठनबाट सम्मानजनक ढङ्गले कमिटीहरू निर्माण गर्ने सहमति गरेका थियौँ। कमिटी महाधिवेशनको अध्यक्ष हुन्छ, महाधिवेशन पार्टी सदस्यहरूको अध्यक्ष हुन्छ, अल्पमत बहुमतको अध्यक्ष हुन्छ। यो एउटा त हामीले भन्दै आएको जनवादी केन्द्रीयताको सिद्धान्त, जैनवादी संस्थाको सिद्धान्त, तर आज यो कुरा नमानेको कारणले गर्दाखेरि, यो कुरालाई अस्वीकार गरेको कारणले गर्दाखेरि आज यो हाम्रो पार्टी जीवनमा एउटा व्यतिथि सिर्जना भएको छ। त्यस कारणले विधि नमान्ने कुरा, पद्धति नमान्ने कुरा, सिद्धान्त नमान्ने कुरा, निर्णय नमान्ने कुरा दुनियाँको कम्युनिस्ट पार्टीमा कहीँ पनि हुँदैन र आज मुलुकको नेपालको कम्युनिस्ट आन्दोलनमा पनि हुँदैन। त्यस कारणले आदरणीय जनसमुदाय, हामी विधिको पक्षमा छौँ, हामी पद्धतिको पक्षमा छौँ, हामी एकताको पक्षमा छौँ र म सम्पूर्ण सहयोगकर्मीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु। अब सम्पूर्ण सहयोगकर्मीहरू गाउँ गाउँमा वलमा तपाईँले एकताबद्ध भन्नुहोस्। हामी नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकताको पक्षमा छौँ, हामी यसलाई सुदृढ गर्ने पक्षमा छौँ। त्यसो भएको हुनाले यो कुरा यहाँसँग हार्दिक आग्रह गर्दै म यहाँसँग बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, धन्यवाद छ तपाईँ शिव कुमार मेनिङको। मैले यहाँ सङ्कलनलाई केही गर्न खोजिरहेको छु। सङ्घीय मामिला सचिव, पूर्व सचिव तथा अन्तर्राष्ट्रिय केन्द्रीय कमिटीका पूर्व उपाध्यक्ष कमरेड शिव गुरुङलाई यहाँ सङ्कलनको लागि अनुरोध गर्न चाहन्छु।